नमस्कार छ। मेरो नाम गोगलाल राजवंशी बिर्तामोर 2 गोगलाल राजवंशी बिर्तामोर 2 अनि हाम्रो गाउँको नाम चारपानिया भन्ने छ। पहिले चारपानी भनिन्थ्यो। के बाजाहरू चाहिँ बोलाउनुहुन्छ तपाईहरुको परम्परामा के बाजा? अब परम्परामा हाम्रो 3 हुन त अब बाजा त अब हाम्रो धेरै छन्। अब नाचमा पनि एउटा हाम्रो सर्वप्रथम एउटा नेटुवा नाच हुन्छ, त्यसमा पनि अर्कै बाजा हुन्छ। अनि त्यसपछि हाम्रो एउटा चापन नाच भन्छ, त्यसलाई अर्कै बाजा हुन्छ। एउटा हाम्रो ढोलकी गाउन भन्छ, त्यसलाई अर्कै बाजा हुन्छ। अनि ढोल साना भनेपछि हाम्रो यो बाजा हुन्छ, ढोल साना। अनि यो ढोल साना भनेपछि फेरि हाम्रो राजवंशी जस्तै विवाह वर्तमानमा हाम्रो यो बाजा चाहिन्छ। देवी देवतालाई पनि यो बजायो भने उहाँहरू पनि खुस हुन्छ र हामीलाई पनि थाहा हुन्छ कि हाम्रो बाजा हो भनेर। यो हाम्रो बाजाको लागि यो बाजा हाम्रो ढोलै भनिन्छ यसलाई। कसरी बजाउनुहुन्छ? बाजा भनेपछि अब जस्तै हाम्रो देवी देवताको लागि बजाउनु पर्यो भने हामी सर्वप्रथम हामी यो ग्राम देवताको हामी पहिले बाजा बजाउँछौँ। ल यो सँगसँगै हाम्रो अझै पनि हुन्छ यस्तो। अब ढोल अझै हुन्छ, यहाँ बजाउने तेरबेरिया पनि हुन्छ, अनि सानाई पनि हुन्छ, अनि ठेनठेनिया पनि हुन्छ। लगभग यहाँ 7वटा बाजा हाम्रो एकै साथमा हामी बजाउँछौँ। कुन कुन बिहेमा मात्रै बजाउनुहुन्छ? बिहेमा पनि बजाउँछौँ र पूजा आजामा पनि बजाउँछौँ। अनि अहिले चाहिँ के अवस्था छ यसको? यसको अवस्था अब यो हाम्रो कोही पनि बजाउन मान्दैन। अब यो बजाउन मानेन भने अब हामीलाई लाज भयो अरे भन्छ कोही। अब यहाँ हामी देवी देवता लाजले गर्दा देवी देवतालाई हामी यो बजाएर सुनाउनु पाएको छैन। अब यो बजाउनै पर्यो भने हामी अब बिहेमा पनि चाहिन्छ, पूजामा पनि चाहिन्छ। तर यो बेन बाजा बजाउँछ नि त? बेन बाजा बजाउँछ, त्यो बाजा हाम्रो होइन। हाम्रो बाजा यही नै हो। यो बिहेमा पनि हुन्छ, पूजामा पनि हुन्छ। यस्तो चाहिँ यो बाजाहरू तपाईँ आफै बनाउनुहुन्छ कि? हामी यो बनाउनु जान्दैनौँ, तर यो बनाएकै हामी लिएर आउँछौँ। बनाउने मान्छे विशेष छ? विशेष छ। हुन्छ। योसँग गीत पनि हुन्छ? योसँग गीत हुन्छ, तर यो बजाउनेले गीत गाउँदैनन्। त्यो जुन सानै बजाउँछ नि, त्यसले सानाकै माध्यमबाट गीत बजाउँछ। अर्को कुरा नि अब यो बजाउने त तपाईँ त जान्नुहुन्छ होइन, अरू नयाँ पुस्तालाई चाहिँ सिकाउँछ कि सिकाउनु? अब नयाँ पुस्तालाई सिकाउने भनेपछि कुरो गर्दा अब खै लाज मान्छ भन्छ, खै हामी बजाउनु सक्दैनौँ भन्छ। अब खै अहिले जलवायु परिवर्तनले गर्दा यो मान्छेहरूको पनि मस्तिष्क बिग्रियो हो कि विकासले गर्दा? विकासले हो। हजुर, अरूतिर लाग्यो होइन? हजुर हजुर। हुन्छ, तपाईँलाई धन्यवाद छ। ल हस् त हस्। फोटो हुन्छ।